यो चाहिँ मैले मेरो छोरीको लागि स्कुलको टिफिनको लागि मैले बनाइदिएको थिएँ। यो बनाउनुको लागि चाहिँ पहिला सानो बोल लिएर गहुँको आटा लिएको छु अनि 1 चम्ची जस्तो चिनी हाले, स्वाद अनुसार नुन अनि 1 चम्ची मैले ड्राई यीस्ट हालेको छु। त्यसपछि मनतातो पानीले यो आटालाई मुसेको छु। नरम आटा चाहिँ मुसेर तयार गर्नुपर्छ। यसरी अब चाहिँ मैले आटा मुसेर चाहिँ तयार गरे। अब यसलाई छोपेर चाहिँ एकछिनको लागि छोडिदिनु पर्ने हुन्छ। मैले 10-12 मिनटको लागि चाहिँ यो आटालाई रेस्टको लागि छोडिदिएँ। त्यसपछि एउटा प्यान बसाएर तेल हाले, हिङ, जिरा अनि अदुवालाई हालेको छु। अब यसलाई चाहिँ यहाँनिर हल्का भुटेपछि चाहिँ मिडियम साइजको आधी प्याजलाई मैले हालेको छु। आधी प्याज हालेको कारण चाहिँ म चाहिँ कम्ती बनाउँदैछु, त्यही भएर। प्याज जब हल्का गल्छ तब चाहिँ हल्दी, गरम मसाला अनि धनिया पाउडर र स्वाद अनुसार नुन हाले र यो मसालाको चाहिँ काँचो गन्ध जाउन्जेल यसलाई भुट्नुपर्छ, अर्थात् पाकुन्जेल। त्यसपछि उसिनेर म्यास गरेको आलुलाई मैले हालिदिएँ। अब यो आलुलाई चाहिँ यो मसलाहरूसँग मजाले मिक्स गर्नुपर्छ। अब चाहिँ यति बेला चाहिँ आलु मिक्स भइसकेको छ र मैले चाहिँ आगोको फ्लेमलाई पनि बन्द गरिदिइसकेको छु र अन्तिममा चाहिँ माथिबाट मैले चिली फ्लेक्स हालिदिएको छु यसरी हल्का पिरोको लागि। अब चाहिँ यो रेडी छ। यसलाई चाहिँ एउटा प्लेटमा खनाएर राख्नुपर्छ ताकि यो छिट्टो सेलाउँछ। त्यसो गर्नाले चाहिँ प्यानमै छोड्दा चाहिँ धेरै बेरसम्म चाहिँ तातो रहन्छ, त्यही भएर बिहान हतार पनि हुन्छ अनि यसरी प्लेटमा खनाउँदा छिटो सेलिन्छ। अब चाहिँ अघि जुन चाहिँ मुसेको आटा थियो, अब त्यो आटालाई मैले लिएँ र मैले यो आटाको चाहिँ 4वटा डल्ला बनाएको छु। यसरी जुन चाहिँ रोटीको साइज हुन्छ त्यही साइजको डल्ला लिएर यसलाई अब हातकै सहायताले मैले बटुका जस्तो बनाएँ र अब यसमा चाहिँ आलुको स्टफिङलाई हालेको छु र अब यसलाई त्यही सेम यसलाई चाहिँ पोको पार्नुपर्छ यसरी र यसलाई बन्द गरेर यसरी बल जस्तै हल्का चेप्टाएको छु मैले। यसरी नै मैले चारटै बनाएर चाहिँ तयार गरेँ। अब एउटा प्यान बसाएको छु र यसमा मैले तेल हालेको छु। तेल चाहिँ जब मिडियम तातो भन्दा अलिकति कम्ती तातो हुन्छ त्यति नै बेला चाहिँ यसलाई हाल्नुपर्छ ताकि यो चाहिँ भित्रसम्म मजाले पाक्छ अनि यो पाक्दै गएपछि चाहिँ यो फुलिँदै पनि आउँछ र यसलाई चाहिँ यसरी पालै पालोसँगले पल्टाउनु पनि पर्छ र यसलाई दुईपट्टिबाट नै गोल्डन ब्राउन हुने गरी अर्थात् पाकुन्जेल चाहिँ मैले यसलाई फ्राई गरेँ। अब यसलाई चाहिँ मैले निकालेर चाहिँ यसरी प्लेटमा राखेको छु। यो चाहिँ छोरीको लागि स्कुलको टिफिनको लागि चाहिँ मैले बनाएको थिएँ। नानीहरू चाहिँ एकदमै खुसी हुन्छ के यस्तो टिफिनहरू देख्दा। खानुमा पनि त्यति नै टेस्टी स्वादिष्ट बनाउनु पनि सजिलो छ। Thank you for watching.